दर्शकबिन नमस्कार अनि स्वागत छ। म सुषमा लामा। यति बेला लगभग बिहानको 6:30 भएको छ र हामी यहाँ प्रतीक्षामा छौँ। अब अस्ति नै चुनाव पश्चात निर्वाचनपछि नै हामी धेरै प्रतीक्षामा थियौँ, जो जित कसले हासिल गर्छ भन्ने खालको जिज्ञासा सबैको मनमा थियो। तर त्यो प्रतीक्षाको घडी नागिसकेको छ। साँच्चीकै नै अहिले भने नेपाल राजसपा पार्टीको जित हासिल भइसकेको छ र भरत प्रसाद पराजुलीले जित हासिल गरिसक्नु भएको छ सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 बाट। र यति बेला सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर 1 का उम्मेदवार भनौँ संसद यति बेला भित्र सर्टिफिकेट ग्रहण गर्न जानु भएको छ भने हामी यहाँ भरत राजसपाका समर्थकहरू बाहिर उहाँको प्रतीक्षामा हुनुहुन्छ। साथै मसँग एकजना हजुरबुवा हुनुहुन्छ, उहाँलाई पनि सोधौँ कस्तो छ यहाँको माहौल र के कुराको चाहिँ प्रतीक्षा गर्दै हुनुहुन्छ। नमस्ते बुवा। नमस्ते। के छ यहाँको माहौल? माहौल त हामीलाई त अति धेरै खुसी छ। यो देशको परिस्थिति र देशको अस्ति यो तीन दलको जनतालाई अति मार परेको र देशको यो आधीबेरी यो जुन घन्टीको चाहिँ आधीबेरी आएको भन्ने चाहिँ मैले योभन्दा 3 वर्ष अगाडि नै हामीले सुरुवात गरेको म पनि एउटा व्यक्ति हो। म हाम्रो जुगल गाउँपालिका 4 को म चाहिँ त्यहाँको राजसपाको समर्थक हुनुहुन्छ। ओके, यो आधीबेरीकै कुरा गरिरहँदा मलाई ठ्याक्कै जोड्न मन लाग्यो होइन। आधीबेरी आइरहँदा कतै तपाईँलाई लाग्दैन आधीबेरीले राम्रो त्यो फोहोरहरू मात्र नउडाएर राम्रो फुलहरू पनि उडाउन सक्छ? उडाएको त होइन जस्तो महसुस भएको छ कि छैन? यो निर्वाचनको रिजल्ट आइसक्दा र यहाँसम्म आइपुगिसक्दा तपाईँलाई त्यो फिल भएको छ कि छैन? किनभने आधीबेरी आउँदाखेरि त कसिङ्गार मात्र उडाउँदैन नि त आधीबेरीले त, कहीँ कतै राम्रो जरा गाडेर बसेको राम्रो फुलहरू पनि उडाउन सक्छ। अनि त्यसमा पछि यो उनीहरूको चाहिँ अब अहिलेको चाहिँ यो आधीबेरीको उनीहरूको चाहिँ महत्त्व हो होइन। त्यो फुल र त्यो फोरी भनेको त्यसलाई चाहिँ छुट्याएर कुन फोरी कुन फुल भन्ने त्यहाँ त बिस्तारै चाहिँ अब परिणामले देखाउँछ। ओके, अब अहिलेको समयमा कुरा गर्ने हो भने राजसपाको राम्रो रिजल्ट आइरहेको छ होइन। अब चाहिँ के कुराको चाहिँ आश छ? देश परिवर्तनको बाटोमा लागिरहँदा तपाईँले चाहिँ के कुराको चाहिँ अपेक्षा गर्नुहुन्छ आफूले समर्थन गरेको पार्टीबाट, या भनौँ पुरानो दलहरू जस्तो नहोस् भन्ने कुरामा चाहिँ के कुरामा आश राख्नुहुन्छ तपाईँ राजसपाप्रति? म धेरै आशमा छ यसमा, किनभने के न के परिवर्तन गर्छ भन्ने एउटा हाम्रो भावना चाहिँ अति चाहिँ अलिक विश्वास र जनताले यसरी चाहिँ 2 दिएको बहुमत दिएको भनेको धेरै खुसीको कुरा हो। यो नेपालको जनताको रेखा कोर्ने यतिखेरको समय हो। ओके, भनेपछि अब भरत प्रसाद पराजुलीसँग चाहिँ कस्तो खालको आश राख्नुहुन्छ? सिन्धुवासीकै कुरा गर्ने हो भने सिन्धुपाल्चोकका जनताहरू धेरै कुराहरूबाट, बेसिक हुन्छ नि न्यून कुराहरूबाट पनि वञ्चित छन्। घाँस बास कपास या भनौँ शिक्षा स्वास्थ्यको लागि पनि धेरै